Hey guys, आज हामी लर्न गर्छौं HTML को एन्टिटीज। HTML को एन्टिटीज के हो भन्दाखेरि HTML ले हाम्रो सिम्बलहरु जुन हुन्छ, धेरैवटा सिम्बलहरु हुन्छ जुन किबोर्डमा हुँदैन, हो त्यो सबैलाई रिजर्भ गरेर राखेको हुन्छ। र यो सिम्बलहरु हामीले डिस्प्ले गराउनको लागि हामीले कोड नभए यसको नाम लेखिन्छ। र यसलाई डिस्प्ले गराउनको लागि हामी पहिले के सुरु गर्छौं, यसलाई डिस्प्ले गराउनको लागि कि त हामी यसको नाम लेख्छौं अनि सेमिकोलन दिन्छौं, वा हामी एन्टिटीको नम्बर लेख्छौं # दिएर एन्ड पर्सेन्ट पछि। यसलाई एन्ड पर्सेन्ट भन्छ प्रोग्रामिङमा। यो हो एन्टिटीको नाम, एन्टिटी नेम, र यो हो एन्टिटीको नम्बर हैन। अब यो दुईटै बोथ अब जे लेख्दाखेरि पनि हाम्रो यही सिम्बल आउँछ। हामीले जस्ट डिफरेन्ट वे युज गरिरहेका छौं हामीले यसलाई डिस्प्ले गराउनको लागि। अब हाम्रो HTML को बेसिक नलेजलाई बढाऊँ यो एन्टिटीको नलेजले। अब मलाई फर्स्ट सिम्बल याद छ, एन्टिटीको कोड मलाई फर्स्ट कोड थाहा छ। लेसर देन सिम्बलको लागि हामीले हाम्रो एन्टिटीको कोड हामीले रन गर्छौं हैन। लेस देन सिम्बल डिस्प्ले गराउनको लागि LT, र यो सेमिकोलन भएन भने यो देखिदैन। अब भिजुअल स्टुडियोले यसलाई कलर गरिसक्यो। यो भनेको पछि हामीले राइट कोड लेखेको छ अहिले। सेभ हान्दिम। र हामीले किनकि हामीले यो लाइभ सर्भरले खोल्छौं, यो आफै रिफ्रेश हुन्छ। दिस इज आवर फर्स्ट वेबसाइट, कल अस अन दिस हामीले पहिले बनाएको अनि यो सिम्बल राइट। अब हामी अर्को लाइनमा अर्कै कोड लेख्छौं। अब हामी यो लेस देन लाई चाहिँ हामीले कोड लेखेर यसको नम्बर लेखेर एन्टिटीको नम्बर लेखेर हामीले डिस्प्ले गर्छौं है त। शिफ्ट एन्ड पर्सेन्ट लेखौं, शिफ्ट थिचेर अनि LT को साटो ह्याश नम्बर हामीले लेख्नको लागि, एन्टिटी नम्बर लेख्नको लागि जहिले पनि ह्याश सिम्बल युज गर्नुपर्छ, नभए पाउन्ड सिम्बल पनि भन्छ यसलाई, पाउन्ड सिम्बल। र 60 लेखिदिउँ र सेमिकोलन लेखिदिउँ। अब हामी सेभ गर्दिउँ। अब हाम्रो क्रस भइसकेको छ। अब हामी यता हेरौँ, त्यही सिम्बल आइरहेछ फेरि हैन, एउटा नामले एउटा नम्बरले राइट। अब अर्को कुरा के भनिन्छु, मैले गिटहब त तपाईलाई सिकाइसके कसरी युज गर्ने र कसरी अपलोड गर्ने कोड र कसरी आफ्नो अनलाइन वेबसाइट बनाउने भनेर। तर अब चाहिँ हामी प्रत्येक चोटी हामीले अपलोड गर्दैनौं, किनभने तपाईलाई अपलोड गर्न आउँछ, तपाई जस्ट आफ्नो वेबसाइट बनाउनुहोस् HTML ले, र जब पनि तपाईलाई अपलोड गर्न मन लाग्छ तपाईले अपलोड गर्न सक्नुहुन्छ पहिलेको रुल फलो गरेर। ओके, हामी अब नेक्स्ट टाइम तब वेबसाइट अपलोड गर्छौं जब हामीले HTML र CSS युज गरेर हामी जब रियल वेबसाइट जस्तो बनाउँछौं तब हामी अपलोड गर्छौं। अब भिजुअल स्टुडियोको म कुरा भनिन्छु। यता एन्ड पर्सेन्ट छ र तपाईले यता एउटा लेटर मात्रै पनि लेख्नु भने यता धेरैवटा लेखिरहेछ। तपाईले जे पनि गर्न सक्नुहुन्छ। लेफ्ट एरो, राइट एरो ट्राई गरौँ, एन्टर हान्दिउँ। अब अटो कम्प्लिट गरिदिन्छ हाम्रो भिजुअल स्टुडियो कोडले। कन्ट्रोल S थिचौँ। अब हामी हाम्रो ब्राउजरको पेजतिर लागौँ। कन्ट्रोल S, कन्ट्रोल S, क्रसमा परिवर्तन भइसकेको छ। अब अल्ट र ट्याब गर्यो भने हामीले अर्को विन्डोजमा जानु मिल्छ। हामीले यो विन्डोमा जानु पर्ने हो। र दिस इज आवर वेबसाइट लेखिरहेछ र हाम्रो लेफ्ट राइट एरो जस्तो छ, लेफ्ट राइट एरो जस्तो छ। हामीले के हाल्यौं, लेफ्ट राइट एरो हाल्यौं, हामीले राइट एरो मात्र हालेनौं। अब एन्ड पर्सेन्ट दियो, राइट एरो छ कि हामी राइट एरो मात्रै हालौं र कन्ट्रोल S ले सेभ गर्दिउँ र हामी हाम्रो पेजमा जाउँ। अब राइट एरो मात्रै आइरहेछ।
अलराइट यसरी काम गर्छ हाम्रो एन्टिटीजको नम्बरले अब हामीले धेरैवटा सिम्बलहरू हामीले इमेजिन पनि नगरेको सिम्बलहरू हामीले यता हाल्न सक्छौं जुन लुकेर बसिरहेको हुन्छ र एचटीएमएल एन्टिटीजको नम्बरले र नामले एक्सेस गर्न सकिन्छ र अर्को कुरा फेरि सम्झाइदौं जब पनि हामीले लाइभ सर्भरले हाम्रो यो पेज खोलिन्छ राइट क्लिक गरेर यो ओपन विथ लाइभ सर्भर गर्दाखेरि तब हाम्रो लाइभ सर्भरले आफै रिफ्रेश गरिदिन्छ जब पनि हामीले कन्ट्रोल सेभ गर्छौं हामीले पेजमा गएर हामीले यो रिफ्रेश बटन अब थिच्नु पर्दैन F5 पनि थिच्नु पर्दैन केही पनि गर्नु पर्दैन आफैले रिफ्रेश गरिदिन्छ ओके गाइज अब अर्को कुरा म के गर्छु अहिलेको लागि म यो सबै ट्यागलाई कमेन्ट हान्दिन्छु अब मैले कमेन्ट भनेको सिकाएँ कि सिकाइन मलाई थाहा छैन तर कमेन्ट भनेको यस्तो हो बेसिकली तपाईले जुन कोड तपाईले ब्राउजरमा एक्जिक्युट गर्न चाहनुहुन्न यो रन गर्न चाहनुहुन्न हो त्यो कोडलाई चाहिँ तपाईले यो सबै सिलेक्ट गर्नुहोस् र कन्ट्रोल र स्ल्याश हामीले दाब्नु पर्छ कन्ट्रोल अनि स्ल्याश शिफ्ट कीको राइट शिफ्ट कीको लेफ्ट साइडमा हुन्छ राइट अब हाम्रो कमेन्ट भइसक्यो हैन अब हामी अर्कोतिर लाग्छौं तपाईलाई यो मैले किन गरेको भन्दाखेरि यसलाई मात्रै कमेन्ट गरौँ यसलाई कमेन्ट नगरौँ हैन म डिलिट पनि गर्न सक्थे तर तपाईलाई रेफरेन्सको लागि मैले राखिदिएको राइट यसलाई चाहिँ हामी कमेन्टबाट बाहिर निकालौं यसलाई चाहिँ हामी कमेन्ट गर्छौं है त ताकि यो एक्जिक्युट नहोस् यसलाई चाहिँ हामीले कमेन्ट गर्ने हो अब मलाई यो h1 ट्यागको बारेमा मलाई केही भन्नु छ अब हामीले यो यसको साइज घटाउन पनि सकिन्छ हामीले h2 लेखो हैन अनि यता this is my subheading जुन अलिकति सानो हुन्छ h1 भन्दा हैन सेभ गर्दियौं र अल्ट र ट्याब थिचेपछि हामीले क्रोममा जान सकिन्छ र हामीले के लेख्यो दिस इज माइ सब हेडिङ लेखिरहेछ यो हेडिङ भन्दा यो हेडिङ अलिकति सानो छ है अब यस्तै गर्दा गर्दै हामीले के पनि गर्न सकिन्छ भन्दाखेरि म अर्को कीबोर्ड सर्टकट तपाईलाई सिकाउँछु अब मैले यो दुईटा सर्टकट मैले भनिसकेको छु यता स्क्रिनमा र तपाई यो सर्टकट युज गर्न सक्नुहुन्छ अब यो सर्टकटको काम के हो भन्दाखेरि कन्ट्रोल शिफ्ट र डाउनले जस्तै म यो यसलाई म सिलेक्ट गर्छु यो h2 लाई मैले पुरै यसरी सिलेक्ट गरिराख्नु पर्दैन जस्ट म यो लाइनमा छु भने कन्ट्रोल शिफ्ट अनि डाउन थिच्छु म कन्ट्रोल लाइक अल्ट साथै मिस्टेक भएछ अल्ट शिफ्ट र डाउन र अल्ट शिफ्ट अप यदि दुईटाको बारेमा जान्छौं हामी अब हामी के गर्छौं भन्दाखेरि हामी यसमा थिच्छौं र यो लाइनमा हुनु पर्यो हामी र यो लाइनलाई एक्ज्याक्टली कपी गर्ने भने हामीले अल्ट पनि थिच्नुहोस् शिफ्ट पनि त्यसलाई नछोडिकन थिच्नुहोस् अनि डाउन थिच्नुहोस् त्यसलाई नछोडिकन अब यो h2 भन्ने ट्याग तपाईको तल कपी भयो अब यसको साटो हामी यता p मा जान्छौं र अल्ट शिफ्ट अनि हामी अल्ट शिफ्ट र अप की हामीले गर्छौं र यो हाम्रो अप यो हामी माथि कपी गर्यौं हामीले हुन त यता तल कपी गरे जस्तो लाग्छ तर हामीले माथि कपी गर्यौं यसलाई किनभने कर्सर माथि छ हैन कर्सर माथि छ अब हामीले यसलाई डिलिट गरौँ किनभने धेरै p ट्याग भयो अब यसलाई h3 बनाम उप्स हाम्रो यो नेपाली फन्टमा गएको छ एकछिन म करेक्ट गर्छु अब मैले यता h3 लेख्दाखेरि यता पनि h3 बनाइरहेछ र म अर्को यो एक्सटेन्सन सँग इन्ट्रोड्युस गर्छु तपाईलाई जसको नाम रहेको छ अटो कम्प्लिट html खै के छ यता हामी हेरौं न हामी यसलाई मैले जुम गरेर छु त्यही भएर मैले यसरी गर्नुपर्छ
एक्सटेन्सन्स भनेर हामीले क्लिक गर्नुपर्छ यता। तर यता मैले यदि यसो गरेँ भने जुम आउट गरेँ भने कन्ट्रोल माइनस थिचेर अब हामीले त्यसो गर्नु पर्दैन, यता भेटाइहालिन्छ आइकन। र अटो रिनेम ट्याग भनेर मैले हालिरहेछु। यो चाहिँ हामीले इनेबल गरेपछि सायद हामीले अरू सेटिङहरू मिलाइराख्नु पर्दैन। यो इन्स्टल गर्नुहोस् अनि हामीले अब यदि यो ट्यागलाई हामीले यदि H4 बनायौँ भने यो अटोमेटिकली चेन्ज हुन्छ यो, हैन? त्यो एउटा एक्सटेन्सन्स दामी छ VS कोडमा। अब यसलाई हामी अल्ट शिफ्ट र डाउन थिचेर हामीले कपल अफ टाइम हामीले यसलाई डाउन कपी गरौँ, हैन? अब यसलाई H5 हाल्दिउँ, यसलाई H6 हाल्दिउँ, हैन? सायद अब मलाई जतिसम्म थाहा छ यो भन्दा धेरै चाहिँ हामीले गर्न सकिँदैन। H7 H8 हैन? हो त्यस्तो चाहिँ हामीले गर्न सकिँदैन। यसको लागि HTML सँग कुनै पनि सेटिङ छैन। सेभ गरौँ। अब हाम्रो यो फाइल सेभ भइसक्यो। अब हाम्रो ब्राउजरमा हेरौँ कस्तो हुँदो रहेछ। यस्तो छ है। अब हामी के पनि कुरा गर्छौँ भन्दाखेरि HTML मा अरू ट्यागहरू पनि हुन्छ। जस्तै यो टेक्स्टलाई बोल्ड बनाउनु पर्यो, हैन? यसलाई बोल्ड बनाउनु पर्यो भने हामी स्ट्रङ ट्याग युज गर्छौँ। अब यो फर्स्ट भन्ने जुन छ यसलाई हामी कपी गर्छौँ, कन्ट्रोल X गर्छौँ, कट गर्छौँ। किन कपी गर्नु? कन्ट्रोल X गर्छौँ कटको लागि, कन्ट्रोल C गर्छौँ कपीको लागि, तर यता कट गर्छौँ। अब पेस्ट गर्नको लागि चाहिँ कन्ट्रोल V थिचिदिन्छौँ, हैन? अब यो चाहिँ स्ट्रङ भनेको चाहिँ यो बोल्डमा आयो। तर हामी पहिले के पनि गर्छौँ भन्दाखेरि हाम्रो HTML4 हुँदाखेरि यसलाई B बनाउँथ्यौँ, हैन? अब हाम्रो यो ट्याग यता चेन्ज भइसक्यो, तर यो अटो रिनेम ट्याग हाल्नु भएको थिएन भने चाहिँ यो चेन्ज हुने थिएन है, हैन? र हामी स्ट्रङ ट्याग हामी फेरि लेखौँ, हैन? यो भनेको चाहिँ नयाँ भर्जनको HTML हो। त्यही भएर तपाईलाई म यही रेकमेन्ड गर्छु युज गर्नको लागि। हामीले सेभ गर्छौँ कन्ट्रोल S थिचेर र हाम्रो क्रोममा जाउँ र हाम्रो कहाँ छ सायद यो पहिले नै हेडिङ भएर नभएको होला। यो पहिले नै हेडिङ छ नि त, बोल्ड छ नि त पहिलेदेखि नै। अब यो बोल्ड नभएकोलाई पो बोल्ड बनाउँदाखेरि बोल्ड हुन्छ। त बोल्ड पहिले नै देखि छ भने बोल्ड बनाएर के मतलब, हैन? र यसलाई सब हेडिङलाई म H5 को जुन सब हेडिङ छ यसलाई चाहिँ म स्ट्रङ ट्याग दिन्छु है त। र सब हेडिङलाई म कट गर्छु कन्ट्रोल X थिचेर अनि यसलाई पेस्ट गरिदिन्छु है। कन्ट्रोल S सेभ भयो। यो पनि अब बोल्डै छ नि त, मैले के गरेको मलाई पनि थाहा छैन। यसलाई यो सबै बोल्ड छ, यो सबै बोल्डमै हुन्छ यो हेडिङ भनेको, त्यही भएर यो हाम्रो एप्लाई नभएको। तर अब यस्तो मिस्टेक भइरहेको छ गाइस, तपाईले पनि थाहा पाउनुपर्छ। त्यही भएर तपाईको लागि अलिकति च्यालेन्ज पनि थियो यो किन स्ट्रङ यो किन बोल्ड भएन भनेर। र हामी यो सबै स्ट्रङ ट्यागहरू मेटाइदिउँ। कुन चाहिँ टेक्स्ट बोल्ड छैन भन्दाखेरि हामीले जुन टेक्स्ट चाहिँ हामीले प्याराग्राफ ट्यागमा हालेर थियौँ त्यो चाहिँ बोल्ड छैन। म त्यही मान्छु, बोल्ड छैन यो strong। अब तपाईले योसँग कनेक्ट हुनु हुँदैन, अलिकति स्पेस छोड्नु भने मात्रै यो VS कोडले जेनेरेट गर्छ। strong लेख्नुहोस् स्ट्रङ, अनि यो नम्बरलाई चाहिँ तपाईले कट गर्नुहोस्, यसमा पेस्ट गर्नुहोस् है त। अब पेस्ट गरिसकेपछि के देखिन्छ, यो नम्बर चाहिँ हाम्रो बोल्ड हो। यो हेडिङहरु त सबै बोल्डमै हुन्छ, त्यही भएर हामीले अब हुँदैन क्या। अब तपाईलाई H7 पनि हुन्छ जस्तो लाग्छ भने गर्नुहोस्, H7 हाल्नुहोस् अनि कन्ट्रोल S थिच्नुहोस्। अब खै भएन त, H7 मा त अलिक सानो हुनुपर्ने हैन, तर भएन। हो H6 सम्म मात्रै हुन्छ। H1 H2 H3 H4 H5 हेडिङ 5 सम्म मात्रै हुँदो रहेछ क्यारे।
1 2 3 4 5 H6 हुँदैन रहेछ राइट हामी यति दुईटालाई हामी कट गरौँ र हामी यसरी सेभ गर्दैनौँ राइट अब अर्को भिडियोमा हामी यस्तै ट्यागहरुको बारेमा हामी डिस्कस गरिन्छ अरु कुन कुन ट्याग छ र अहिलेको लागि यति नै गाइस